आज हामी एउटा यस्तो मान्छेको कथा भन्न गइरहेका छौं जसको जिन्दगी साँच्चै कुनै फिल्मको कहानीभन्दा कम छैन। यो कथा हो किरणको। ल कथामा जानु अघि एकछिन सोचौँ त, के होला त्यस्तो कारण जसले गर्दा कोही मान्छे आफ्नो घरको सबै सुख सयल सबै सुविधा छोडेर काँडा नै काँडा भएको क्रान्तिको बाटो रोज्छ? यो प्रश्न एकदमै महत्त्वपूर्ण छ र यसको जवाफ हामीलाई किरणको कथाले नै दिन्छ। ल त्यसो भए सुरु गरौँ। आखिर को हुन् त किरण? कहाँबाट आयो उनी? उनको कथाको सुरुवात हुन्छ एउटा यस्तो आँगनबाट जहाँ एकातिर सत्ता थियो, अर्कोतिर सामान्य मानिसको जीवन। सोच्नुहोस् त, उनको घर कुनै सामान्य घर थिएन। बुबा गाउँका प्रधान पञ्च भनेपछि घर त एक किसिमले गाउँको कचहरी नै भयो। बिहानदेखि बेलुकासम्म मान्छेको घुइँचो, कसैको झगडा मिल्दैछ, कतै देशको राजनीतिबारे गफ चल्दैछ। एकातिर पावर र पोलिटिक्सलाई यति नजिकबाट देखेका, अर्कोतिर घरमै प्रोफेसर र इकोनोमिस्ट दाजुभाइहरूको बौद्धिक छलफल। किरणको बाल्यकाल यस्तै माहौलमा बित्यो। तर उनले जे देखे र भोगे त्यसले उनलाई अर्कै बाटोतर्फ डोर्यायो। यहीँनिर आउँछ उनको जीवनको टर्निङ पोइन्ट, जहाँ उनले देखेको संसार र रोजेको बाटोबीचको फरक एकदमै स्पष्ट हुन्छ। घरको त्यो बौद्धिक र राजनीतिक माहौलभन्दा बाहिर उनले गाउँको असली अनुहार देखे। त्यो अनुहार थियो गरिबीको, शोषणको, अन्यायको। त्यति बेला उनलाई महसुस भयो किताबमा पढेका ठूला ठूला कुरा र मान्छेले बाँचिरहेको जिन्दगीमा त आकाश जमिनको फरक रहेछ। यो बुझाइ उनको जीवनको सबैभन्दा ठूलो उपलब्धि थियो। उनले के थाहा पाए भने समस्या कुनै एउटा मान्छेमा छैन, खासमा समस्या त यो पुरै सिस्टममै छ, यो पुरै संरचनामै छ जसले असमानतालाई टिकाइराखेको छ। अब यही बुझाइले उनलाई जीवनको एउटा यस्तो दुबाटोमा ल्याइदियो जहाँ उनले एउटा ठूलो निर्णय लिनुपर्ने थियो। एकातिर परिवारको इच्छा, छोराले डिग्री गरोस्, पीएचडी गरोस्, ठूलो विद्वान बनोस्, अनि अर्कोतिर थियो किरणको आफ्नै मनको आवाज जो भन्दै थियो, होइन, मेरो बाटो त सङ्घर्षको हो, परिवर्तनको हो। र उनले परिवारको सपना होइन, आफ्नो मनको आवाज रोजे। र हो, त्यही निर्णयले उनको जीवनको नयाँ अध्याय खोलिदियो, क्रान्तिको अध्याय। अब उनको हातमा किताब होइन, बन्दुक थियो। यो यात्रा सजिलो पक्कै थिएन। घर छोडे, जनमुक्ति सेनामा भर्ती भए, एक सामान्य सिपाहीबाट लड्दै भिड्दै कमान्डर बने, अनगिन्ती लडाईँ लडे र अन्तमा यही लामो र कठिन सङ्घर्षले देशमा गणतन्त्र ल्याउने ढोका खोल्यो। तर यो परिवर्तन सित्तैमा आएको थिएन। यसको मूल्य धेरै ठूलो थियो। कति साथीहरू कहिल्यै फर्केर आएनन्, कति घाइते भए, कति त आजसम्म पनि कहाँ छन् पत्तो छैन। यो त्यो बलिदानको कथा हो जसलाई सायद इतिहासले कहिल्यै बिर्सनु हुँदैन। वर्षौंको युद्ध र सङ्घर्षपछि जब देशले नयाँ मोड लियो, किरण घर फर्किए। यो सायद उनको कथाको सबैभन्दा भावुक क्षण हो। एउटा छोरा वर्षौंपछि आफ्नो घर फर्किँदै थियो। एकछिन आँखा चिम्लेर कल्पना गरौँ त, एक साँझ घरको आँगनमा एउटा मान्छे उभिएको छ, जुस्स दाढी, मैलो र पुरानो कपडा, अनि शरीर पुरै गलेको, चिन्ने नसकिने। हो, त्यो मान्छे अरू कोही होइन, उनै किरण थिए। युद्धले उनलाई पुरै बदलिदिएको थियो। स्वाभाविक हो, छोरालाई त्यो हालतमा देखेर आमाको मन थामिएन, आँखाबाट आँसु झरिहाले। तर उनका बुवाले भनेको त्यो एक वाक्य साँच्चै शक्तिशाली थियो। उनले भने, नरो अब, तेरो छोरो बाँचेर घर आयो, दुश्मनलाई जितेर आयो। वाह, यी शब्दमा एउटा बाबुको राहत पनि थियो अनि गर्व पनि। ल, युद्ध सकियो, घर फर्किए। तर के किरणको यात्रा सकियो त? सकिएन। बरु यहाँबाट उनको जीवनको अर्को लडाईँ सुरु भयो। यो लडाईँ हतियारको होइन, जनताको सेवाको थियो। भन्नुको मतलब उनको लागि युद्ध एउटा फुल स्टप थिएन, बरु एउटा कमा थियो। उनको यात्रा त चलिरहेको थियो, बस बाटो फेरिएको थियो। हेर्नुहोस्, ठूलो परिवर्तनपछि धेरै मान्छेहरू पद, पैसा र पावरको पछि लागे। तर किरण, उनी त्यो भिडमा सामेल भएनन्। उनी आज पनि उस्तै छन्, अरूको लागि दौडिरहेका। कहिले कसैको सिफारिस बोकेर मन्त्रालयको ढोका ढकढक्याउँछन् त कहिले गाउँमै पुगेर मान्छेका दुःख सुन्छन्। उनी साँच्चै अप्ठ्यारो पर्दा सबैले सम्झिने एउटा नाम बनेका छन्। मान्छेको भरोसा कति छ भन्ने कुराको प्रमाण यो भन्दा ठूलो के होला र? गाउँमा कसैलाई केही अप्ठ्यारो पर्यो कि सबैको मुखमा एउटै कुरा झुन्निन्छ, लौ किरण बाबुलाई फोन लगाइदेऊ त। उनको व्यक्तित्व पनि उस्तै छ, एकदमै सरल। साना नानीहरूसँग खेल्दा उनीहरूकै साथी, युवाहरूको लागि चाहिँ भरपर्दो दाई। न कुनै देखाउटीपन, न कुनै घमण्ड। एकदमै परिपक्व र भरपर्दो मान्छे।
र अब त्यही मान्छे जसले आफ्नो पुरै जिन्दगी सङ्घर्ष र सेवामा बितायो आज फेरि एकपटक जनताको अदालतमा उभिएको छ विश्वासको परीक्षा दिन। हो, किरण अहिले चुनावी मैदानमा छन्, कास्की निर्वाचन क्षेत्र नम्बर 2बाट तारा चुनाव चिन्ह लिएर। यो पनि उनको लागि एउटा लडाई नै हो, एउटा मोर्चा नै हो। तर फरक यति हो, यो लडाई बन्दुकले होइन, जनताको भोटले जित्नुपर्छ। त्यसैले अब सबैभन्दा ठूलो प्रश्न यही हो, जसको जिन्दगी नै सङ्घर्षको एउटा लामो कथा हो, के त्यो कथाले अब विश्वासको परीक्षा पास गर्ला? के जनताले उनको त्यागलाई विश्वासमा बदल्लान्? खैर, यसको जवाफ त अब समयले र मतदाताले नै देलान्।